ओके स्टार्ट गरौँ के म actually कार्डबाट देखाउँछु कि तास भन्ने चिज छ ना तास त चिन्नुहुन्छ होला है हजुर 22 कार्ड छ हो यसबाट चाहिँ हैन तपाईहरुले एउटा टिक दिनुपर्ने हुन्छ हैन तर मलाई चाहिँ देखाउनु भएन बुझ्नुभयो पहिला एक सुरुमा हेर्नुस् सबै डिफरेन्ट छ नि है हजुर ओके एउटा टिक दिनुस् ल तर यसमा त अरु केही छैन टिप्दिनु हुन्छ नि बिचबाट ल मलाई नदेखाउनुस् अन्त क्यामेरामा चाहिँ देखाइदिनुस् ल म त सेट फर्किन्छु ल सबैले हेरेर चाहिँ भनिदिनुस् सबैलाई देखाइदिनुस् जसमा कि हेर्नुस् ओके दिनुस् त मलाई म एकपल्ट फेरि देखाइदिन्छु जसमा कि याद गर्नु चाहिँ सबैले हैन कसैले देखेको छैन भने देखाइदिन्छु देखेर अब त हजुर ओके यो बुकमा हामीले यसरी गरेर फिलहाल यतिकोमा हालौँ न अलि हो ओके अरू यो यो एकपल्ट चेक गरिदिनुहोस् ल यसमा केही छ अरू हुन्छ नि केही छैन है केही छैन हो ओके यो बुकमा म एकछिन फिलहाल यहाँ हालिदिन्छु हो ओके मलाई यसरी पक्रिदिनुहुन्छ यसरी पक्रिदिनुहोस् न एउटा हातले हो अनि तपाईँको कार्ड मलाई एकपल्ट यहाँ यहाँ हेर्नुहोस् त मलाई सोच्नुहोस् मनमा सोच्नुहोस् ब्ल्याक एन्ड रेड मलाई हेर्नुहोस् पहिला म गेस गर्छु ओके करम दिस अन्त तपाईँले नम्बर्सबाटै सोच्नुहोस् मनमा नम्बर हुन्छ नम्बर सोच्नुहोस् डन अब हेर्नुहोस् त बुङमा होइन पक्रिनुहोस् टाइटले बुङमा फोकस गर्नु तपाईँको मनमा चाहिँ भन्नेको गर्नुहोस् त बुङमा हेर्नुहोस् ल ओके बुङमा हेर्नुहोस् ल मनमा भन्नुहोस् बुङमा हेर्नुहोस् मनमा भन्नुहोस् कार्ड चाहिँ फेरि गरौँ कि अब अलिकति नेक्स्ट लेभललाई चाहिँ मलाई यसलाई बढाएँ बुझ्नुभयो म जसमा कि सफल गर्छु ओके एकपल्ट हेर्नुहोस् अल्का डिफ्रेन्ट सबै डिफ्रेन्ट छ अहिले कि फेरि दिनुहुन्छ कसैले जसमा कि मिक्स कि पत्ता हुन्छ ए हुन्छ एउटा टिक दिनुहोस् न कसैले तपाईँले टिक दिनु फेरि म हेर्दिनँ होइन सबैलाई देखाइदिनुहोस् बुझ्नुभयो अरे म हेर्दिनँ ल सबैलाई देखाइदिनुहोस् ल त्यो कार्ड याद गरिदिनुहोस् ल मनमा पनि राखिदिनुहोस् ल जसमा कि अब तपाईँहरूले बिर्सिनु चाहिँ भएन बुझ्नुभयो नि ओके ढाकट दिनुहोस् ल बुझ्नुभयो यति एकछिन गोजीमा हालिदिनुहुन्छ एकैछिनको लागि खालि त्यो हालिदिनु भयो त्यसलाई ओके त्यसलाई म एकछिनमा देखाउँछु ल बुझ्नुभयो नि ओके अब हेर्नुहोस् ल यहाँ चाहिँ सबै कार्ड डिफ्रेन्ट छ डिफ्रेन्ट छ अरे म यसरी रिफर गर्छु कुनै एउटामा स्टप भन्नुहोस् त तपाईँले कुनै एउटामा जसमा कि तपाईँलाई जहाँ मन लाग्छ त्यतिखेर भन्नुहोस् ल हुन्छ स्टप यत्तिकैमा स्योर यो कार्ड म हेर्दिनँ तपाईँले हेरिदिनुहोस् अन्त सबैलाई देखाइदिनुहोस् देखिसक्यो हजुर फेस टर्न गरिदिनुहोस् ओके म एकपल्ट फेरि देखाइदिन्छु ल छोड्नुहोस् है ओके यो यसरी हालौँ यस्तै ओके डन के मलाई ओके मलाई सोच्नुहोस् ओके अघि जस्तै म अब चाहिँ फ्लासै गर्छु ल तपाईँको कार्ड ओके रेड इमेजिङ गर्नुहुन्छ रेड रहेछ तपाईँको कार्ड हो रेडमा पनि त दुईवटा हुन्छ हाम्रो के हुन्छ इटा र पाना होइन इटा र पाना त्यो पनि सोचिदिनुहोस् ल सोच्नुहोस् इटाभरि इटा भन्नुहोस् मनमा तर बुझ्नु अहिले अन्त पानाभरि पाना भन्नुहोस् ल पाना 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 भनेर आउँदैछ आवाज भनेपछि तपाईँको पाना रहेछ हजुर राइट ओके नम्बर पनि गेस गर्छु ल नम्बर दिन पसिबल है हेर्नुहोस् है मलाई भन्नुहोस् 1 2 3 4 केही रियाक्सन 5 6 7 8
टेनलाई अलिकति गर्नुभयो भने चाहिँ यता कम्प्लिट छ 11 जे क्वीन किङ एका खोज्छु नि त ल हुन्छ जसमा कि अब हुन्छ नि मलाई त्यो कार्ड दिनुहोस् त मनबाट दिनुहोस् त जस्ट इमेजिन खाली गरौँ न हामीले मनबाट दिनुहोस् त दिनुभयो है हेर्नुहोस् न उमा तपाईँको कार्ड चाहिँ सिधा हुन्छ जम्प टु अप त्यो सबैले हेर्नुभएको थियो होइन तर मनमा त मलाई यही दिनुभयो त कसरी एक्चुअली यस्तो भन्नुहोस् त हेर्नुहोस् त हुन्छ त एकपल्ट यो बुङ चेक गरिदिनुहोस् होइन सबै कार्ड एकपल्ट डिफ्रेन्ट छ कि लास्ट एउटा देखाउँछु ल डिफरेन्ट छ अन्त फिटी पनि दिनुहोस् सबै गरिदिनुहोस् सफल भयो ओके मलाई अघिको कार्ड दिनुहुन्छ एकैछिन ल मलाई फेस डाउन गरेर राखिदिनुहोस् ल हेर्नु न फेस डाउन गरेर राखिदिनुहोस् ल फेस डाउन गरिदिनु भयो हजुर ओके मलाई दिनुहुन्छ एकपल्ट म सबैलाई देखाइदिन्छु देखिरे है थाहा गर्नुहोस् ल जसमा कि राख्छु हेर्नुहोस् ल हुन्छ थ्याङ्क यू दादा तपाईँहरूलाई कस्तो लाग्यो त्यो जस्ट इन्टरटेनमेन्ट हुन्छ थ्याङ्क यू दादा